दुईटा फुल फुलेको छ तर यो ठाउँको नाम कमल पोखरी। यहाँ एक्लै जानु एकदम लाजमन्द हुँदो रहेछ के, किन भन्दाखेरि यहाँ कपाल बाहेक अरू कोही छैनन्। हेलो एभ्रिवान, इट्स मी ममता। अनि आज चाहिँ म कसरी पुगेँ कमल पोखरी मलाई पनि थाहा छैन, तर म पुगिसकेँ। यस्तो राम्रो रहेछ कमल पोखरी। गइसकेपछि म काठमाडौँ बसेको यति धेरै टाइम भइसक्यो आज, तर म गएको थिइनँ अहिलेसम्म। तर आज गएँ। कसरी गएँ मलाई पल्ला नै बनाएको थिएन कि, म यत्तिकै हिँडिदिएको थिएँ हावातालमा, तर पनि पुगेँ। जस एकदम राम्रो रहेछ। अनि मलाई चाहिँ पहिल्यै जाने मन थियो त्यो भान्टा कलरको फुल फुलेको बेला। अनि त्यहाँमा चाहिँ के बनाउनु मन थियो भन्दाखेरि आज म घुम्न गएँ कमल पोखरी भन्नेमा यस्तो मलाई टिकटक हाल्ने मन थियो त्यतिखेर जाने, तर जानै पाइनँ क्या। तर के गर्नु। अनि त्यहाँ चाहिँ यदि जान चाहनुहुन्छ भने एक्लै नजानु होला प्लिज। त्यहाँ सबै कपालहरू, कपाल नभए पनि साथीहरूसँग, एक्लै त कोही पनि छैन। तर एउटा मान्छे यस्तो देखेँ मैले त्यहाँ पढिरहेको के। हुन त अब त्यस्तो उसमा पनि हो हल्लामा पनि पर लागेपछि शान्त वातावरण आफै मनबाटै शान्त हुँदो रहेछ नि, पढ्ने पनि मन लाग्दो रहेछ। अनि यहाँ चाहिँ अहिले चाहिँ अर्को टाइपको फुलहरू फुल्दैछन्, झरेको रहेछन्। मलाई कस्तो मन पऱ्यो त्यो बेला खेरेर चाहिँ मैले एस्थेटिक फोटोहरू खिचिदिएको। अनि कवार यति धेरै बसेको थिएँ। अनि म चाहिँ आजकल अलिअलि सिक्दैछु कि सोलो, मलाई चाहिँ सोलो ट्रिप गर्न एकदम मन छ नि, त्यही भएर म सोलो हिँडिरहेको हुन्छु कि कतिखेर। अनि त्यही भएर म चाहिँ अलिअलि, अब मसँग आइफोन छैन, आइफोन भइदिएको भए प्रायः यस्तो म भ्लग बनाइदिन्थेँ, तर के गर्नु जिन्दगीमा नभएर मात्र हो। तर पनि एन्ड्रोइडबाट म क्यापकटहरूबाट सिक्दैछु, बोल्ने सिक्ने, भ्लग बनाउने कसरी भन्ने सिक्दैछु। जे होस् कमल पोखरी राम्रो रहेछ।